Hello everyone, welcome to our another vlog. र आज चाहिँ हामी मुस्कानकोमा जाँदैछौँ। मुस्कान चाहिँ बहिनीको बर्थडेको लागि केक बोकेर हिँडिरहेछ। हामी चाहिँ दिदी बहिनी हो, हामी चाहिँ कुर्ता सुरुवाल लगाएर हिँड्दैछौँ। अब अहिले चाहिँ हामी बाटोमा छौँ। यो चाहिँ मेरो कुर्ता सुरुवाल हो र यो चाहिँ अहिले ताप्लेजुङ जिल्लाको भाइरल घर रहेको छ। अनि हामी चाहिँ यो घरलाई देखेर सनुजा बहिनीको याद गरिरहेछौँ। अहिले चाहिँ हामी ओह्रालो जाँदैछौँ। मुस्कानको घर जाने बाटो चाहिँ यस्तो राम्रो छ। वाह वाह, फाइनली हामी चाहिँ मुस्कानको घर आइपुग्यो। कति मनपर्छ मलाई उसको घरको आँगन। बेलुन फुल्याउने कार्यक्रम सुरु भइसकेको छ। सानी बहिनी पनि रेडी। नक्कली मान्छे। पनि ह्यापी बर्थडे लिए बसेको छ यहाँ। बिनुदी जस्तै दौरा हुनु। छोरो त झन् कम्ती टाढो बाटो बिनु जस्तै नाच्छ टुङ्की टुङ त ताली बजाएर घुम्छ त। तिम्रो सट्टा म खाइदिन्छु ल। फोटो सेसन भइरहेको छ। क्यामेराम्यान चाहिँ हाम्रो दिदी भइराख्नु भएको छ। यहाँनिर खाजा खानु लाग्दैछौँ। हेलो दिदी, हाई। हामी चाहिँ दिउँसोभरि पानी पर्यो। अनि पानी परेर हामी चाहिँ मुस्कानकोमा सुत्यौँ। एकछिन सुतेर सपना देखेर पनि उठिसक्यौँ। अब चाहिँ हामी घर जाने भनेको। मुस्कान चाहिँ यहाँ कफी पाक्दैछ भन्दै कुदेछ। हामी चाहिँ अब मुस्कानको बाटो घर फर्किँदैछौँ। हामी चाहिँ यता आएको छौँ। अनि आज हाम्रो आउनु त फुलहरू चाहिँ मुस्कान दिदीकोबाट लिएको साझ होइन न। वाउ, अप्सरा। हाम्रो बिनु चाहिँ मेरो भारी पनि बोकेर हिँड्दैछ। डल्लो न डल्लो देखियो। अब भरे रिसाउँछ कि रिसाउँदैन थाहा छैन। मलाई ब्याग्दैन भन्दाखेरि पनि यसले दिँदैन। अनि भारी बोक्नुमै पर्छ। थ्याङ्क यू फर एभ्रिथिङ। यो भनेर चाहिँ मलाई थाहा छैन अरे, त्यही भएर फर एभ्रिथिङ भन्दै गरे।
अब चाहिँ हामी टिकटक बनाउँछौँ अहिलेको भाइरल गीत यसले फेरि मेरो कन्फिडेन्ट लेभल 0मा पुऱ्याइदिन्छ बल्ल बल्ल मैले बुस्ट गरिराखेको हुन्छ ठिकै छ यसको नाम चोच्चो कि चित्रो कसले खानुभएको छ बचपनमा हामीले चाहिँ लटफ खाइन्थ्यौँ अब चाहिँ हामी घर पुग्यौँ हावा कसो गर्दै बिना बजार हेरौँ भनेको कुर्थामा को चाहिँ बजार जान्छ भन नि त्यही भएर यो जाने मानेन अनि ल अन्त भनेर म पनि गइनँ यो चाहिँ हाम्रो घर आइपुग्यौँ यो चाहिँ हाम्रो घर यो चाहिँ आमाको यो चाहिँ एन्जलको मेरो भिडियोलाई अन्त्यसम्म हेर्न साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि आजको भिडियो के कस्तो लाग्यो हजुरहरूले आफ्नो प्रतिक्रिया कमेन्टमा मजाले राख्न सक्नुहुनेछ साथै हजुरहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि लाइक सेयर र कमेन्ट पनि गरिदिनु होला भन्दै आजको दिन पनि यस्तै भयो बाई बाई